Hello everyone, welcome back to my channel. र अहिले चाहिँ म भनौँ भन्दाखेरि टी गार्डनमा जाँदैछु। टी गार्डन 4th डिभिजनको टी गार्डनबाट रमणीय ठाउँबाट म निक्लिँदैछु। Look the beautiful view बिजनबारी। पारी बिजनबारी छ र पारी चाहिँ बस्ती एरिया र यो चाहिँ कमान टी गार्डन। तपाईँले देख्न सक्नुहुन्छ ब्युटिफुल नजारालाई हेर्दै हेर्दै म यहाँ माथिबाट आएको चिसो जग्गाबाट म अब अरालो गरम 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 हुँदै जाँदैछु। अलिक तातो 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 बढ्दै बढ्दै जाँदैछ र अब म छिटो नै म मेरो गन्तव्यमा पुग्ने छु। अबको 20-25 मिनटमा म सायद पुग्ने नै छु मेरो गन्तव्यमा र म पुग्नुपर्ने मेरो जग्गा चाहिँ पारीको त्यो हरियो डाँडाको पनि उता 4-5-6 किलोमिटर जति उता जानुपर्ने हुन्छ र अहिले म टी गार्डन भएर म जाँदैछु अरालो। ब्युटिफुल ल्यान्ड दार्जिलिङको ब्युटिफुल टी गार्डनमा छु म। आज एकदमै रमणीय डे भइरहेको छ। एकदमै मजाको बाइक कुदाउनु मन लाग्ने क्या। एकदमै यहाँदेखि यो बाटोले चाहिँ तपाईँहरू बिजनबारी जानुहुन्छ। अघि मैले देखाएको माथिको अर्को क्लिपमा थियो त्यो बाटो चाहिँ जोरथाङ जान्छ यहाँदेखि माथि चाहिँ। तर यो अरालोले चाहिँ हामी टक्कै जोरथाङ पनि जान्छ, यो बाटोले पनि जान्छ चाहिँ, तर गोक निक्लेर जान्छ। त्यो अघिकोले चाहिँ गोक ननिक्ली जान्छ। त्यही हो, बाटो यस्तो छ, दामी छ, मजा छ। ये सारा का सारा पहाड़ हमारा बस्ती एरिया है। ओ लिटिल रंगीत, देखो देखो लिटिल रंगीत भी देख गया है। सानो सानो लिटिल रङ्गीत, छोटा रङ्गीत देख्दैछ। तर यहाँ तपाईँहरूले चिया खानु सक्नुहुन्छ। यो रेस्टुरेन्ट जस्तो छ सानो र अहिले चाहिँ म ओह्रालो जाँदैछु। लिटिल रङ्गीत पारी देख्ने चाहिँ सिक्किम, वेस्ट सिक्किम भन्छ त्यसलाई। La 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 जगतले किनेका मलाई एक्लै राइड गर्नु एकदमै मजा लाग्छ है। लाइफले कहिलेसम्म साथ दिन्छ, म तपाईँहरूको समक्ष यस्तै बोरिङ भिडियोलाई लिएर आउने नै छु। हुनु त अहिले क्या भ्लगरहरू आइदिएको छ है, कस्तो भ्लगिङ गर्छ, एकदमै हाई क्लास भ्लगिङहरू गर्छ है। मेरो त्यो स्किल पनि छैन, तर म यस्तो भ्लगर पनि होइन, जस्ट मेरो मेमोरिजको लागि है। पछि नै मेरो च्यानल छ, त्यो च्यानलमा अपलोड गर्छु। तपाईँहरूलाई मन परेछ भने तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला। लाइक त के मन पर्दैन, मन परेछ भने लाइक गर्नुहोस्, मन परेन छ भने लाइक नगर्नुहोस्। तर म यस्तो बात गर्नु मलाई मनपर्छ, त्यही भएर म एक्लै बात गर्दै हिँड्छु। यो भ्लगिङ गर्दाखेरि पनि म एक्लै बात गर्दै हिँड्छु। उसै वारो गाडी यहीँ बसेछ, यत्रो ठुलो गाडी पनि अगाडि जाँदैछ, सानो सानो गाडीहरू पनि कुदिरहेको छ। पुलिस 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 हुआ तो क्या हुआ, जैसे पेड़ खजूर पंछी के छाया नहीं, फल लगे अति दूर, मीठी बातें बोलिए मन का आप खाए, मगन मरना भलो, ये अमृत बारी है। तमीको देखो देखो हेर्नुहोस्, यहाँनिर सानो सानो रेस्टुरेन्टहरू खोलिरहेको छ। यहाँनिर रेस्टुरेन्टहरूमा तपाईँहरू आउनु सक्नुहुन्छ। ब्याम्बोले बनाएको रेस्टुरेन्टहरू छ, तपाईँहरू चिया खानु पनि सक्नुहुन्छ। यहाँ आएर पाउनु चाहिँ के पाउँछ, मलाई बसेको चाहिँ छुइनँ। सो आइएम रियली सरी, मैले तपाईँहरूलाई त्यसको बारेमा देखेँ भने, तर मैले के पाउँछ त्यो मलाई थाहा छैन। कति मान्छेको खुट्टा तान्दै कति मान्छे नै हुन्छ, केटा मान्छे हुँदैन। ठ्याप्प लाएर राख्नुहोस् कि तालेर राख्नुहुन्छ कि ठ्याप्प लाएर राख्नुहुन्छ, राख्नुहोस्। केटी मान्छेको खुट्टा तान्दै केटी मान्छे नै हुन्छ। कभी
समझ लेना किरणों में मैं हूँ। अम्बो कस्तो खुल्ला रोड, म एक्लै हिँडिरहेको छु। कस्तो तातो बाफ आउनु थाल्यो प्लेन साइड जस्तो, म तातोमा डढिरहेको छु। तल चाहिँ भक्ते भाइहरूको गाउँ है यो चाहिँ, यो यहाँनिर चाहिँ भक्ते भाइहरू चाहिँ राइजिङ इन्टरटेनमेन्ट भनेर तपाईँहरूले दिएको हुन्छ नि। भक्ते भाइ हाम्रो जग्गाको भाइरल कन्टेन्ट क्रिएटर एन्ड मस्ट हार्ड वर्कर भाइहरू है। नेभर गेभ अप। मैले पहिल्यैदेखि उनीहरूको भिडियो हेर्थेँ तर उनीहरूले गेभ अप गरेन र आज गुड डेजहरू उनीहरूको आउँदैछ। यहीँ हो उनीहरूको जग्गा चाहिँ। म त्यही जग्गामा यहीँ भेट्छु त्यो भाइलाई, जहिले पनि देख्छु मौकालो ओह्रालो आउँदाखेरि क्या। वाउ चियापत्ती टिप्ने बेला पनि भएछ। त्यो भक्ते भाइहरूको गाउँ अब जग्गा आइपुग्यो यहाँनिर। म देखाउँछु तपाईँलाई भक्ते भाइहरूको गाउँ यतै है। हाम्रो जग्गाबाट उनीहरूलाई सपोर्ट गर्नुपर्छ। सबैले सब्सक्राइब गरिदिनु उहाँहरूलाई, उहाँहरूलाई उयो गरिदिनु, लाइक सेयर गरिदिनु। दामी दामी कन्टेन्ट क्रिएट गर्छ हाम्रो साथी दिपेन, उसको भाइहरू टिम छ पर भक्ते भाइहरूको। यही जग्गा हुन्छ उनीहरूको प्राइभेट स्पट, सुटिङ स्पट। कन्टेन्टहरू दामी दामी क्रिएट गरिरहेको हुन्छ भाइहरूले पनि। कसैको हार्डवर्कलाई हामी कदर गर्नु सिक्नुपर्छ। खुट्टा तार्ने मात्रै होइन, छोरा मान्छेको खुट्टा तार्ने पनि छोरा मान्छेहरू नै हुन्छ। किन भन्दाखेरि लाइक सपोर्ट गर्दैन, सब्सक्राइब गरिदिँदैन। नेपालीको खुट्टा तार्ने हुनु नेपाली नै हुन्छ भनेको चाहिँ त्यो जस्ट किडे सपोर्ट गर्नेले गरिरहेको छ। जेलस हुनेहरू भइरहेको छ। डोन्ट वरी भक्ते भाइ, हामी तिमीलाई सपोर्ट गरिरहेकै छौँ। हो भक्ते भाइको कहानी यतिमै खतम। जस्ट कम ब्याक टु माई ब्लग। यहाँनिर दामी चौर, यहाँनिर उयो छ राजाहरूको जस्तो क्या, प्यालेसको अगाडि हुन्थ्यो नि उहिले नै मैले पढ्दाखेरि। बगैँचा बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला। यहाँ के भयो? फुल सोचेर तिमीलाई जस्तै अब बगैँचा छ त्यहाँनिर, सबै कुरो रोपिरहेको छ मजाको। बगैँचा छ त्यहाँनिर। Oh, beautiful Zamune, look at the beautiful breeze, Zamune breeze. आइपुग्यो, Happy New Year breeze. La 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 la। मलाई यो जग्गाहरू एकदमै रमणीय जग्गा लाग्छ। हेर्नुलाई यहाँनिर एउटा घर देखाउँछु, त्यसलाई चाहिँ झोडीले पुरेको छ। यस्तो हुन्छ है, अघि मैले लाइफ चाहिँ यदि हामीले त्यसलाई गोडमेल गर्नु जाने उनीहरू चाहिँ त्यो घर जस्तो हुन्छ नि, ऊ झोडीभित्र छ तर दामी घर छ। त्यस्तो हुन्छ नि लाइफ पनि। यदि हामीले नेगेटिभ कुराहरूलाई मात्रै हुर्कायौँ भने आफू चाहिँ भित्र बसेर हाम्रो भित्र चाहिँ नेगेटिभ कुरा मात्रै गरेर त्यो नेगेटिभ कुराले यसरी नै डल्लो पार्छ नि। हामी भित्र घर देख्दैन नि, त्यस्तै अनि फेरि लाइफ भनेको चाहिँ त्यस्तो हो। सो हाम्रो जामुने चाहिँ यस्तो भइसक्यो होइन। हाम्रो के भन्नु अब यो भिउ थियो अस्तिसम्म, अहिले त ऊ मेन्डकको घर जस्तो भइसकेको छ। अब त्यो भ्याकुताको घरहरू जस्तै भइरहेको छ। दुःख लाग्छ क्या, यस्तो दामी रिसोर्स छ र पनि हामीले क्या यसलाई युटिलाइज गर्नै जानेको छैन। के अब यहाँ के गर्ने अब यो जग्गालाई है। गाडी यसरी आइरहेको छ अगाडि, म कुदिरहेको छु, गरम बढिरहेको छ। वो यहाँ पनि छ तपाईँको रेस्टुरेन्ट, ब्याम्बो रेस्टुरेन्ट। तपाईँहरू यहाँनिर आएर पनि इन्जोय गर्न सक्नुहुन्छ। यहाँनिर इस्ट्याब्लिस हुँदैछ भर्खर, सेटअप हुँदैछ, नट इस्ट्याब्लिस। बगानभिला, वाउ वाउ वाउ, ह्याप्पी न्यु इयर ब्रिज, ह्याप्पी न्यु इयर ब्रिज। दामी छ यहाँनिर जग्गा चाहिँ कि, तर अलिकति केयरिङ त्यसलाई अलिक उयो चाहिँ गरेको छैन यहाँनिर। त्यो सबैजनाले के गरिरहेको छ, हाउडेमा त्यो के गरेर त्यो सक्यो। यहाँको जामुनेको सुन्दरी है, रमणीय सुन्दरीय जग्गाहरू उयो हुन्छ। सेन्सरसिपको स्टुडेन्टहरू उतल उयो गर्दैछ। दिस इज लिटल रङ्गीत। यो चाहिँ लिटल रङ्गीत हो। यहाँदेखि ओह्रालो गएर चाहिँ यो लिटल रङ्गीत चाहिँ उयो हुन्छ,
कहाँ जान्छ भन्दाखेरि चाहिँ जोरथाङको छेउ अलिक मुनि निस्किन्छ अहिले खोला खेल्नु लायकको दिन भएकोले चाहिँ खोला खेल्दैछ पुरा मान्छेहरू त्यसै जामुने ब्रिज हो हेर्नु नि यहाँ लजहरू कस्तो दामी बनाएको छ होइन बट वर्किङ प्रोग्रेसमै छैन सबै लजहरू डङ डङ भोट बङ्गला बनायो बस्यो क्या कहे किसी को दोष नहीं दे सकते यार खुद ही है हम खुद ही है इसका जिम्मेवार हमारा ही है तो क्या करें बहिनीहरू तल सेन्ट जोसेफ कलेजमा गएर जामुने कलेजमा डुलिरहेको छन् ओहो जामुने कलेजमा डुलिरहेको छन् उताले चाहिँ खोला छ है मेरो मुनि चाहिँ उता तल बहिनीहरू चाहिँ सेन्ट जोसेफ कलेजको स्टुडेन्टहरू चाहिँ यहाँनिर खोला खेल्न आएको रहेछ इन्जोय गर्नुपर्छ लाइफमा कति कलेज पढेर पनि के गर्नु है पढेर पनि कुछ गर्छ तर के गर्नु है हामीले तर डुल्नुपर्छ क्या कलेज लाइफमा भङ गर्नुपर्छ यस्तो कोही बेला इन्जोय मस्ती गर्नुपर्छ बहिनीहरूलाई पनि म त्यस्तो नराम्रो भन्दिनँ भङ गरेर डुल्दा हुन्छ किन भन्दाखेरि लाइफको च्याप्टर लेख्नु छ स्कुल पढेर मात्रै त बोरिङ च्याप्टर हुन्छ नि त त्यो भएर अलिकति डुल्नु पनि पर्छ घुम्नु पनि पर्छ सोलार पिकनिक खेल्नेहरू पिकनिक स्पट यता साइड उयो बस्ती साइड हो बिजनबारी अब छिर्यो यो साइड चाहिँ ब्युटिफुल टी गार्डन हौ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो थ्याङ्क यू एभ्री वान र यो पाटा पनि एरियाहरू पुरा छ होइन अब अर्को क्लिपमा भेटौँला अर्को भिडियोमा छिट्टै भेटौँला थ्याङ्क यू सो मच थ्याङ्क यू